ज्वरो आएको छ, औषधि खाँदा पनि निको भएको छैन, शरीरमा सानो कालो घाउ देखिएको छ, यो स्क्रब टाइफस हुन सक्छ। नमस्कार, म डाक्टर गौरव धिताल। 60 सेकेन्ड्स विथ डाक्टर गौरवमा तपाईलाई स्वागत छ। आज जानौं स्क्रब टाइफस बारे केही महत्त्वपूर्ण कुरा। स्क्रब टाइफस एउटा ब्याक्टेरियाबाट हुने संक्रमण हो, जुन झारपात वा झाडीमा बस्ने सानो किर्ना चिगरले टोकेपछि सर्छ। यसका मुख्य लक्षण हुन् लगातार ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, कमजोरी र कहिलेकाहीँ शरीरमा कालो दाग वा घाउ स्कार देखिनु। समयमै उपचार नभए फोक्सो, मिर्गौला वा मस्तिष्कमा समेत असर पर्न सक्छ। तर खुसीको कुरा के हो भने समयमै पहिचान गरेर चिकित्सकको सल्लाह अनुसार डक्सिसाइक्लिन जस्ता उपयुक्त एन्टिबायोटिक सुरु गरेमा अधिकांश बिरामी पूर्ण रूपमा निको हुन्छन्। याद राख्नुहोस्, लामो समयसम्म ज्वरो आएको छ, विशेष गरी वर्षायाम वा झाडी भएको क्षेत्रमा बस्नु भएको छ भने स्क्रब टाइफसको सम्भावना पनि सोच्नुपर्छ। समयमै उपचार नै सबैभन्दा ठूलो बचाउ हो। यदि यो जानकारी उपयोगी लाग्यो भने आफ्नो परिवार र साथीहरूसँग शेयर गर्नुहोस्। यस्ता प्रमाणमा आधारित स्वास्थ्य जानकारीका लागि 60 सेकेन्ड्स विथ डाक्टर गौरवलाई फलो गर्न नबिर्सनुहोस्।